साथीहरु दर्शन नमस्ते। हामी चाहिँ नयाँ कम्पनीमा आएको अहिले चाहिँ 10 दिन जति भयो हैन। हाम्रो चाहिँ अहिले नयाँ कम्पनी चाहिँ कार्गो ओटेक्स कम्पनी चाहिँ लिनु हो गाडी हाम्रो हेर्न सक्नुहुन्छ तपाईहरुले हैन। यसको चाहिँ कार्गोको काम हो। अल साउदी देखि लिएर तपाईले इन्टरनेशनल कम्पनी हो यो कम्पनी चाहिँ हाम्रो हैन। यसमा गाडी प्रत्येक सिताराहरु देख्नुहुन्छ तपाईहरुले हैन। सिताराहरु यसको कार्गोको काम हुन्छ हाम्रो। हामीलाई ओटेक्सको बारेमा चाहिँ जानकारी लिन चाहने हाम्रो साथीभाइ ड्राइभर खास गरी साथीभाइ ड्राइभरको लागि चाहिँ एकदम महत्त्वपूर्ण हामी जानकारी दिइरहन्छौँ हैन। अब अहिले त बिल्कुल हामी नयाँ छौँ। अब पछि यो कम्पनीको बारेमा यसमा हामी चाहिँ जानकारी दिने रहन्छौँ। जानेको सुनेको साथीभाइले सब्स्क्राइब लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला के कस्तो लाग्यो हाम्रो भिडियोहरू। हामी अब भर्खर नयाँ छौँ, सुरुवात गर्दैछौँ। हामीले सिक्दैछौँ केही कुराहरू हैन। नजाने कुराहरू साथीभाइहरूले नि हामीलाई सिकाइदिनु होला, भनिदिनु होला हैन। हामी नयाँ कम्पनीहरूको बारेमा अरू नयाँ कम्पनी के जानकारी गराउँछौँ, कुन कम्पनी कस्तो छ भनेर। साउदी अरब खास गरेर साउदी अरबको बारेमा हाम्रो खास ड्राइभर साथीभाइहरूको लागि हैन। अब चाहिँ अहिले यस्तो भन्दै हाम्रो यतिमै टुङ्ग्याउन चाहन्छु हैन। अरू चाहिँ हाम्रो अब यो कम्पनी खास गरेर हामी बसेको कम्पनीको त खास भनि नै हाल्छौँ हैन। र वास्तवमा अरू कम्पनीको बारेमा नि हामी जानकारी गराउँछौँ। अरू कुन कम्पनीको डिमान्डहरू निस्किरहेछ हैन, कुन म्यान पावरमा भिजा जाँदैछ, त्यसमा कस्तो छ सेलेरीहरू, टाइम हामीलाई चाहिएको प्रदेशमा सेलेरी टाइमली हामीलाई चाहिँ बेसिक सेलेरीहरू कस्तो छ, त्यहाँबाट त्यसको फेसिलिटी कस्तो छ, दुख बिमार हुँदाखेरि हामीलाई कस्तो सपोर्ट मिल्छ हैन। यसको लागि चाहिँ हामीलाई खास हो परदेशीको लागि। यो कुरा मैले पनि भोगेको छु परदेशमा बसेर। म पनि खुद पीडित भएर बिरामी भएर हैन एकचोटि अर्को कम्पनी छोडेर एक्जिट भएर चाहिँ अहिले चाहिँ नयाँ कम्पनी यो कारको उसमा आएको छु हैन। यसको लागि चाहिँ अब नयाँ अपलोड गर्छु भिडियोहरू चाहिँ। हजुरहरूले चाहिँ भिडियोलाई सकेसम्म लाइक र शेयर कमेन्ट दुईटा गरिदिनु होला। र यो साउदी भरिको लागि हामीले चाहिँ कुन ठाउँमा कस्तो रहेछ, कुन ठाउँमा नो एन्ट्रीको बारेमा, तपाईँको रुटको बारेमा देखि लिएर चाहिँ हर कुरोको लागि हामीले जाने जति अहिले मैले ड्राइभिङ गर्न थालेको साउदी अरबमा चाहिँ तपाईँको 2011 देखि हो हैन। यो टेलर ड्राइभर भन्नु खास गरेर म टेलर ड्राइभर हुँ हैन। टेलर ड्राइभरको बारेमा चाहिँ खास गरेर अहिले 2011 देखि लिएर अहिले अब 2025 पनि सिद्धिन लाग्यो। यसमा कतिवटा 3टा कम्पनी मैले चेन्ज गरिसकेँ हैन। कुनै कम्पनीबाट फिनिस गएर कुनैमा छुट्टी गयो, त्यस्तै हुँदै अहिले यसमा छु। कारण यो पनि नट ब्याड हैन। यतिको कम्पनीहरू राम्रै छ। 1800 सेलेरी दिइरहेछ, कम्पनीको खाना छ, अनि यसमा अब प्लस ट्रिप छ हाम्रो हैन। यतिको चाहिँ अब ठिकै छ भन्नुपर्छ। परदेशीलाई चाहिने नै यति नै हो हामीलाई हैन। अनि अब चाहिँ यति भन्दै